सो गाइस आज बिहान आज त 26 तारिक हैन एन्ड मैले पनि सोचेँ आज चाहिँ घुम्नु जानुपर्छ होला भनेर हैन अच्छा एन्ड टक्कै घुम्नु जानु लागि रेडी हुँदै थिएँ कि ठिक्कै त मेसेज आयो क्या 2 तारिक इएमआई छ भनेर हो टक्कै याद आइदियो क्या भोलि गाडीको ट्याक्स पनि रिन्यू गर्नु छ त्यहाँबाट चाहिँ हल्का बुकिङ बोक्यो अनि गाडी लिएर आयो कस्टमर भित्र घुम्दैछ आफू बाहिर बाहिर यहाँ घुम्नु थाल्यो सो ड्राइभर लाइफको यो एउटा अझै के भनौँ च्यालेन्जिङ पोइन्ट हो घर परिवार अनि उयो हेर्दै हेर्दै ठिक्कै हुन्छ हो अनि यसरी बाहिर बसेर चाहिँ अर्का इन्जोय गर्दै गरेको हेर्नुपर्छ के भन्छ अरूले कि मलाई मात्रै पो यस्तो भएको कि अरू पनि ड्राइभरहरू यस्तै हो परिस्थिति कमेन्ट गरेर भन्नु न ल